लु तौला 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 कति किलो भयो ल कति टिप हेलो गाइस सबैजनालाई गुड मर्निङ सो तपाईलाई स्वागत छ शुभम ब्लगमा फेरि पनि र अहिले चाहिँ म लाली खड्काको हाम्रो तताहरूको के अरे बगान गाडी जाँदैछु है पत्ती टिप्नुको लागि म चाहिँ पत्ती टिप्दिनँ होइन तताहरूले चाहिँ पत्ती टिप्नुहुन्छ यो सबै तताहरूको हो पारी चाहिँ कसको मलाई थाहा छैन तताहरू पारी पुगिसकेको छ र म भने चाहिँ पछाडि छु तपाईहरुलाई यहाँको यताको दृश्य र बगान गाडी देखाउँदैछु के भन्छ तता अंकिता बहिनी र सानो बुनु अगाडि छ है डोको बोक्ने चाहिँ पछाडि हाम्रो अंकिता बहिनी यो चाहिँ हाम्रो अंकिता बहिनीहरुको रियल लाइफ हो रियल लाइफ डोको बोकेर बाटो अप्ठ्यारो होइन यो रियल लाइफ भनेको चाहिँ अब यस्तो हो नि त यस्तो चाहिँ दृश्य है गाइस यताको अब हाम्रो यहाँ मेलो लाग्न आँटिसकेको छ यहाँ अब रेडी भइसकेको छ सबै र बगान गाछ चाहिँ यति हो र गाइस तपाईले पारी देख्नुभएको यो डाँडा काँडा चाहिँ सिरबुङ भन्छ रहेछ होइन यो जग्गा यतापट्टि चाहिँ छ कटेबुङ यो पारी डाँडा देख्नुभएको सबै कटेबुङ र यो सिरबुङ र यहाँनिर हाम्रो मेलो लाग्नेहरूले आफ्नो तयारी गर्न थालिसकेको छ यो लाएन भने चाहिँ अहिले फेरि निक्लिँदा तपाईँलाई एउटा चिज पनि देखाउनु छु यहाँनिर ओह्रालो जाँदैछ तपाईँहरूले देख्नुहुन्छ कालिज गयो ओह्रालो ढिलो भयो मेलो लागा छरेर मेलो छरेर 2 नम्बर 3 नम्बरमा यो कति नम्बर हो 1 नम्बर एउटा झ्याङमा 3 जना लागेर हुँदैन एक वटामा सबै छिटो सक्नु पर्यो यहाँ यो यस्तो मुन्टा टिप्नेको यो यस्तो मुन्टा टिप्नुपर्छ यो कहाँ यो पत्तामा त टिपेर हुँदैन गाइस यहाँनिर चाहिँ अहिले पानी आउनु सुरु भइसकेको छ पानी झरीमा पनि बिचराले पारीबाट पानी आउँदैछ वाडीपट्टि पत्ती टिप्ने कार्यक्रम भइरहेछ म चाहिँ यहाँनिर चपरासी छाता ओढेर हल्का काम लाउँदैछु र छिचिरो गर छिचिरो गर अर्को नम्बर पनि जानुपर्ने छिटो
यहाँ हरियो पोलि के अरे उयो लाउनेको टोकरी खोइ भोलिदेखिको टोकरी बोकेर आउनु टोकरी बिना किन आएको गोजीतिर हाल्दैछौ क्या टिप्दै झोलीहरू लिएर आउनु भोलिदेखि काममा आउँदा यहाँ पारी मेलो सर्नु पर्ने छिटो छिटो काम गर छिटो हात चलाऊ बोनस दिदिन है म छिटो छुट्टै पानी आयो छुट्टै लो पानी झरी यहाँ बित्नु हुँदैन होइन साहेबलाई म कुरा गरिदिन्छु साहेबलाई म भनिदिन्छु लु छिटो निक्ल ल छिटो लु तौला कति किलो भयो ल कति टिपेर आइसक्यो आउटाउलिने काम ल यो चाहिँ 17 किलो भयो यो 12 किलो भयो दुईजनाले टिपेको चाहिँ 17 किलो एकजनाले 3 किलो ज्यादा कम्ती टिपेछ यहाँ जिउले अब ठुलो नै काम ल फिजाउने कार्यक्रम हुँदैछ अब चाहिँ अन्त यो यत्रो पत्ती चाहिँ एउटा बोरामा उठाउने अरे हो यो सबै पत्ती र यहाँ म भिडियो गरिरहेको छु अटाउँछ कि अटाउँदैन त्यही हेर्दैछु म अब यहाँ हाल्दैछु यत्रो यहाँ अहिले चाहिँ खाट्ने कार्यक्रम भइरहेको छ पत्ती अझै यत्रो छ यहाँनिर अटाउने भन्छ लु यो माथि आइसक्यो अझै यति छ ओहो सबै हटाए त हो अन्त खतरा गरे ठ्याम्मै